दुःख होस् कष्ट होस् म मेरो देश बनाउँछु भन्ने अटल साहस लिएर अठोट लिएर नेपाल आउनुस्। यति दुईटा धर्मका 10वटा लक्षण दुईटा लक्षण मात्र आयो भने समाजका सारा हिंसा हत्या अपराध सबै सकिन्छ। के यो साँच्चीकै धार्मिक अध्ययनको कमीले हो? अब यो विद्रोह विध्वंसदेखि लिएर यी सबै एकै ठाउँमा 1.25 लाख शालग्राम भगवानको दर्शन र तुलसीले पूजा गर्न पाइन्छ। गण्डकी नदी यहाँ 3.5 किलोमिटर उत्तर वाहिनी हुनुहुन्छ। कसरी हेर्नु भएको छ अहिले समसामयिक देशको परिस्थिति र तपाईको धर्मशास्त्र अनुसार? प्राकृतिक रूपमै ओम लेखिएको चक्रशिलाको दर्शन यदि गर्ने हो, मान्छेले नलेखिकन आफै प्रकृतिमा लेखिएको त्यो पनि सालग्राममै चक्कै चक्र र चक्रमा पनि ओमै लेखेको आँखाले हेर्ने हो भने संसारमा कहीँ नभेटिने त्यस्तो दुर्लभ दर्शन चाहिँ उत्तर वाहिनीमा पाइन्छ। त्यसो भने यहाँ मात्रै संसारभरिमा गण्डकी नदीमा मात्रै सालग्राम पाइनुहुन्छ। दाङमा पनि घोराई नदी उत्तरतिर फर्केर बगेको ठाउँमा गुरुकुल खुलेको छ हैन। नमस्कार, आज हामी धार्मिक क्षेत्र नेपालकै एउटा उत्कृष्ट उत्तर वाहिनी क्षेत्र कालीगण्डकीको तटमा स्याङ्जा जिल्ला र पाल्पा जिल्लाको सिमानामा रहेको यो कालीगण्डकीको तटमा छौँ। यति बेला हामीसँग धार्मिक बौद्धिक व्यक्तित्व र धार्मिक एउटा अभियन्ता जस्तो आदरणीय गुरु हुनुहुन्छ चैतन्य कृष्ण प्रभु हुनुहुन्छ। गुरुजी, यहाँलाई स्वागत छ कार्यक्रम। धेरै धन्यवाद हजुर। सर्वप्रथम त यहाँलाई यो उत्तर वाहिनी भनेको खासमा के हो र यो उत्तर वाहिनीका यसका धार्मिक आस्था र यसको महत्त्व के छ, यसको बारेमा थोरै जानकारी लिन चाहन्छु। हामीले पूजा गर्ने भगवान सगुण साकार भगवान उत्तर दिशातिर बस्नुहुन्छ। त्यही भएर जुन नदी जहाँ उत्तरतिर फर्किएर या भगवानको दर्शन गर्दै भगवानतिर आफ्नो मूलतिर घरतिर उत्तरको हिमालतिर कैलाशतिर वैकुण्ठतिर साकेत गोलोकतिर जो नदी फर्किनुहुन्छ त्यो नदीको त्यो अवस्था भनेको अत्यन्त दुर्लभ र अत्यन्त श्रेष्ठमय स्थान हो। त्यही भएर गण्डकी नदी यहाँ 3.5 किलोमिटर उत्तर वाहिनी हुनुहुन्छ। बनारसमा उल्टी गङ्गा भन्नुहुन्छ 1.5 किलोमिटर जति करिब गङ्गा उत्तर वाहिनी हुनुहुन्छ भने यहाँ गण्डकी नदी स्वयं नै साक्षात पूर्ण रूपमा उत्तर वाहिनी भएर बग्नु भएको छ। उत्तर वाहिनी भएको स्थानमा देव कार्य पितृकार्य आध्यात्मिक साधना यो धेरै पावरफुल चार्जरले मोबाइल एकदम छिटो चार्ज गरे जस्तै यो एकदमै दिव्य स्थान हो जहाँ आध्यात्मिक ऊर्जा शक्ति हामीले धेरै गुणा प्राप्त गर्न सक्छौँ। त्यसैले यसको ठुलो महिमा छ। वास्तवमा धार्मिक कुराहरू यहाँहरूलाई जति ज्ञान छ धर्म संस्कृति प्रति जति चाहिँ यहाँहरूको ज्ञान छ त्यो त हामीले एकदमै गहिरो रूपमा अध्ययन नगरिकन बुझ्न सकिने कुरै छैन। वास्तवमा यो जुन चाहिँ उत्तर वाहिनी छ जुन पनि गण्डकीहरूमा हुने हो कि सीमित नेपालका विभिन्न धेरै गण्डकीहरू छन् जस्तो नारायणी छ, नारायणीमा देवघाट छ हैन। भन्न खोजेको जता चाहिँ गण्डकी बग्दै गर्दा उत्तरतर्फतिर चाहिँ उत्तर दिशातर्फ लाग्छ त्यहाँनिर उत्तर वाहिनी हुने हो या उत्तर दिशातिर बगेको हुनु पर्यो नदी। हजुर। र नदीको पनि धार्मिक महत्त्व हुन्छ आफ्नो। जस्तो गङ्गा नदीको अघि कुरा गऱ्यौँ ठुलो धार्मिक महत्त्व छ। गण्डकी नदीको ठुलो धार्मिक महत्त्व छ। गण्डकी नदीको अझ सबैभन्दा बढी किन छ भने यहाँ मात्रै संसारभरिमा गण्डकी नदीमा मात्रै सालग्राम पाइनुहुन्छ। दाङमा पनि घोराई नदी उत्तरतिर फर्केर बगेको ठाउँमा गुरुकुल खुलेको छ हैन। यसरी विभिन्न स्थानमा बागमती नदी चाहिँ गोकर्णमा उत्तर वाहिनी हुन्छ। सिन्धुलीमा कमला नदी उत्तर वाहिनी हुनुहुन्छ। बेत्रावती उत्तर गया भन्छन्, त्यहाँ उत्तरतिर बगेको भएर उत्तर गया नाम भएको। चापकोटमै पनि गण्डकी नदी 1 किलोमिटरको हाराहारीमा उत्तर वाहिनी हुनुहुन्छ। मणिमुकुन्देश्वर घाट क्षेत्र गुरुकुल क्षेत्र भनेपछि रानी महल जहाँ खड्ग शमशेरले रानी तेजकुमारीको सम्झनामा रानी महल बनाउनु भयो त्यो पनि उत्तर वाहिनी भएको कारणले भएको। र यो उत्तर वाहिनी क्षेत्र जो स्याङ्जा पाल्पाको सिमाना जहाँ अहिले महामेला लागिरहेको छ यो क्षेत्र चाहिँ गण्डकी नदीको सबैभन्दा लामो उत्तर वाहिनी क्षेत्र हो जहाँ 3.5 किलोमिटरको हाराहारीमा गण्डकी नदी पूर्ण रूपमा उत्तर वाहिनी भएर बग्नु भएको छ। र कुनै पनि नदी धार्मिक पवित्रताको दृष्टिले धार्मिक महत्त्व भएका नदीहरू उत्तरतिर फर्कनु भयो भने त्यो सबैभन्दा बढी महत्त्वपूर्ण मानिन्छ। त्यही भएर सबै नदीहरूमा गण्डकी श्रेष्ठ र गण्डकीमा पनि उत्तर वाहिनी श्रेष्ठ र उत्तर वाहिनीमा पनि सर्वाधिक लामो र यहाँ मृकण्ड ऋषिले तपस्या गरेर साधना प्राप्त गरेर मृत्यु भगवानलाई प्राप्त गरेको भगवानको दर्शन प्राप्त गरेको ठाउँ मार्कण्डेय ऋषिको जन्म भएको ठाउँ मार्कण्डेय ऋषिले पनि साधना गरेर मृत्युलाई जितेको ठाउँ यो। त्यसपछि भगवान राम आएर 7 रात बस्नुभएको त्यतिखेर 16,000 कन्याहरू जो तपस्या गरिरहेका थिए
आफ्नो मुक्तिका लागि दुन्दुभी राक्षसले हरण गरेर ल्याएर थुनेको थियो। आफ्नो मुक्तिको लागि तपस्या गरिरहेका कन्याहरूलाई वरदान दिनुभयो, हामीलाई आफ्नो रानी बनाउनुहोस् नभए राक्षसले रानी बनाउँछ भनेर वरदान मागे। भगवान्ले भन्नुभयो राक्षस मरिसक्यो, बालीले मारे, अब तिमीहरू सुरक्षित छौ, तिमीहरूले वरदान मागिहाल्यौ, तिमीहरूलाई मैले यो जन्ममा त यो वरदान दिन सक्दिनँ किनकि एक नारी व्रतधारी छु, अर्को अवतारमा र कृष्ण भएर म आउँदा तिमीहरूलाई रानी बनाउँछु भनेर वरदान दिएको ठाउँ यही हो। यही ठाउँमा वरदान प्राप्त गरेर नै भगवान् श्रीकृष्णका 16,000 रानीहरू हुनुभएको थियो हजुर, पूर्व जन्मको कथा। त्यसैले गर्दा उत्तरतिर फर्किएका नदीहरू आफैमा विशिष्ट महिमाका हुन्छन्। गङ्गा ब्रह्ममयी यत्र मूर्तिश्चोत्तर वाहिनी संहर्त्री सर्वपापानां दृष्टा स्पृष्टा नमस्कृता। सम्पूर्ण फलको प्राप्ति भनेको छ कि उत्तरवाहिनीलाई, सूर्य पुराणले भनेको सम्पूर्ण दोषको निवारण र सम्पूर्ण फलको प्राप्ति भनिएको छ। त्यसो भएर यसको कुनै सीमा नै छैन, अनन्त फल। जुन अहिले तपाईँहरूले एउटा यो यहाँ उत्तरवाहिनी क्षेत्रमा एउटा मेला महोत्सवै चलाउनु भएको छ, धार्मिक मेला भन्छु म, महोत्सव भन्छु, यो चलाइराख्दाखेरि यसका पाटाहरू विशेषताहरू एउटा चाहिँ नेपालमै एउटा चाहिँ धार्मिक क्षेत्रमा पुग्ने खालको चाहिँ सन्देश वास्तवमा यसको मूल आशय के हो त्यो बताइदिनुहोस् न। उद्देश्य नेपाललाई आध्यात्मिक तीर्थाटनको माध्यमबाट विश्वभरका आध्यात्मिक तीर्थालुहरूलाई आध्यात्मिक यात्रीहरूलाई यहाँ ल्याएर उनीहरूको माध्यमबाट हाम्रा समग्र तीर्थहरूको महिमा मण्डित तर प्रचार प्रसारको अभावमा ओझेल परेका समस्त तीर्थहरूको उद्धार गर्ने, नेपाललाई आध्यात्मिक तीर्थाटनको माध्यमबाट समृद्ध र समुन्नत बनाउने, गण्डकी नदीको महिमा विश्वभर फैलाउने, नेपाल राष्ट्रको गरिमा संसारभर उच्च गराउने र शालग्राम भगवानको पूजा गर्ने। शालग्राम भगवानको जल पिएर संसारभरिका मन्दिरमा शालग्राम भगवानको जल दिइन्छ, नुहाइदिने पूजा गर्ने भगवान शालग्रामलाई नै हो। दर्शन गर्नका लागि प्राण प्रतिष्ठा गरेर विग्रह राखिएको हुन्छ, तर शालग्राम भगवानलाई अभिषेक गरेर त्यही जलले विग्रहलाई पनि छिटा गर्ने हो, छिड्किने हो। त्यसले गर्दाखेरि संसारभरि सबैभन्दा विश्वभरका मन्दिरमा पूजा हुने भनेकै भगवान शालग्राम हो। त्यस्तो दिव्य शालग्रामका पूजा गर्ने, शालग्राम उपासकहरूको विश्वभरका व्यक्तिहरूको शालग्राम क्षेत्रमा, गण्डकी प्रसौडक क्षेत्रमा आफ्नो भगवानको जन्मभूमिमा उनीहरूको आगमन होस्, उनीहरूको माध्यमबाट देशको चाहिँ समृद्धि विकास होस्, यो यसको उद्देश्य हो। एउटा विश्वभरका सनातन शालग्राम उपासकहरूको चाहिँ एकता र विश्वको चाहिँ सनातनीहरूको एकताको चाहिँ ऊर्जाले विश्वलाई सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाको दिशामा अगाडि लैजाओस् भन्ने उद्देश्य छ। यहाँका विशेषता एकै ठाउँमा 1.25 लाख शालग्राम भगवानको दर्शन र तुलसीले पूजा गर्न पाइन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, गण्डकी उत्तरवाहिनी गण्डकीमा स्नान गरेर देव पितृ कार्य गर्न पाइन्छ, तर्पण श्राद्ध गर्न पाइन्छ, स्नान गर्न पाइन्छ, नुहाउन साह्रै सजिलो घाट छ। शङ्खको ध्वनि बारम्बार सुनिएर ऐतिहासिक शङ्खे पिपल नाम भएको शङ्खे पिपलको दर्शन गर्न पाइन्छ, भगवान शङ्करको विशाल विग्रहको दर्शन गर्न पाइन्छ, गुफा हिमालदेखि लिएर 108 धाराहरू जहाँ गण्डकीकै जलमा 108 धारामा गण्डकीको फिल्टर गरिएको शुद्ध पवित्र जलमा पनि स्नान गर्न पनि पाइन्छ। अहिले त्यस्तो पनि व्यवस्था छ। त्यसपछि सिंहको मुखबाट प्रवेश गर्ने गुफाहरूदेखि लिएर शङ्ख आकृतिका अनेक कुराहरू, यहाँ चक्रशिला प्राकृतिक रूपमै ओम लेखिएको चक्रशिलाको दर्शन यदि गर्ने हो, मान्छेले नलेखिकन आफै प्रकृतिमा लेखिएको त्यो पनि शालग्राममै चक्रै चक्र र चक्रमा पनि ओमै लेखेको आँखाले हेर्ने हो भने संसारमा कहीँ नभेटिने त्यस्तो दुर्लभ दर्शन चाहिँ उत्तरवाहिनीमा पाइन्छ। त्यसैले यो कार्तिक महिनाको यो दामोदर अनुष्ठान 24औं वर्षको अनुष्ठान हो। यो अनुष्ठानमा यो दिव्य भूमिमा संसारको एउटा आध्यात्मिक श्रेष्ठतम भूमिमा जो आउनुभएको छ हजुरहरूलाई पुनः पुनः स्वागत छ। आउनुहोस् फेरि बारम्बार अरू साथीहरूलाई लिएर नआउनुभएका व्यक्तिहरू, यो 1 महिनाको अनुष्ठान अझै पनि धेरै दिन बाँकी छ। हजुरहरूलाई पनि दिव्य चाहिँ यो भूमिको दर्शनका लागि सादर निमन्त्रणा, यहाँ पुण्य कमाउन, यहाँको दर्शन गरेर पुण्य कमाउनका लागि अपिल गर्नुभयो। अनि देशमा अब विभिन्न किसिमका सङ्कटहरू, विभिन्न किसिमका उहरू आइरहेका छन्, यहाँले पनि बुझ्नु भएको छ। कसरी हेर्नुभएको छ अहिले समसामयिक देशको परिस्थिति र तपाईँको धर्मशास्त्र अनुसार? सङ्कट, जो समस्या, सङ्कट, द्वन्द्व, दुःख, पीडा, अभाव, क्लेश, अशान्ति, होइन, यी जति आक्रोश जे जति छन् यो सबै आध्यात्मिक चेतनाको कमीले गर्दा भएको। आध्यात्मिक चेतनाले मानवता बढाउँछ, मानवताले इमान्दारिता, अनुशासनशीलता,
यी सबै दिव्य गुणहरू डिभाइन रुल र रेगुलेसनहरूलाई बढाउँछ जसबाट यहाँ चाहिँ विद्रोह गर्नुपर्ने या चाहिँ आन्दोलित हुनुपर्ने अथवा द्वन्द्वात्मक अवस्थामा जानुपर्ने परिस्थिति सिर्जना हुँदैन। त्यसैले ज्वरोमा छिन्ने मूले नैव शाखा न पत्रम भने जस्तै ज्वरो काटियो भने सबै काटिन्छ। यो अध्यात्म काटिन लाएर यो अध्यात्मलाई बचाउन पर्छ, यो देवभूमि हो। त्यही भएर यो ज्वरोलाई चाहिँ पानी हाल्नका लागि अनुष्ठान गरेको, राष्ट्र शान्तिका लागि, विश्व कल्याणका लागि र राष्ट्रको चाहिँ गरिमा बचाउनका लागि, राष्ट्रको महत्त्वलाई बचाउनका लागि गरिएको। अब एउटा कुरा बताउनुहोस्, सामाजिक धार्मिक तपाईँको शास्त्र अनुसार यो सङ्कट, यो यस्तो खालको परिस्थितिमा अलिकति चेतनामूलक, अलिकति धर्मले टेवा पुग्छ कि पुग्दैन? धार्मिक चिन्तन मननले चाहिँ अलिकति शान्ति देशमा एउटा चाहिँ सुशासन कायम हुन्छ कि हुँदैन? के छ शास्त्र अनुसार? मैले अघि भने अध्यात्मको अभावले गर्दा यो साँच्चीकै धार्मिक अध्ययनको कमीले हो र अब समाजको अपराध, परिवारका हिंसा, मनका तनाव यी सब दूर गर्नु छ भने व्यक्तिले परमात्मा तत्त्वको चाहिँ बोध गर्नुपर्छ, आत्म तत्त्वलाई चिन्नुपर्छ र भगवत तत्त्वप्रति शरणागत भएर विश्वको सेवा गर्दै, शरीरले संसारको सेवा गर्दै, आत्म तत्त्वले आफ्नो आत्मानुसन्धान गर्दै हृदयले भगवानलाई प्रेम गर्नुपर्छ। अनि संसारका समस्त सङ्कटहरूको समस्या समाधान हुन्छ। वास्तवमा अल्बर्ट आइन्स्टाइनले पनि धर्म बिनाको विज्ञान लङ्गडो हुन्छ, साइन्स विदाउट रिलिजन बिकम्स लेम भनेर व्याख्या गरेका छन्। त्यही भएर अहिले हो त्यही भएको, हिँड्न नसक्ने, नेपालको हिँड्न नसक्ने स्थिति भएको धर्म बिनाको विज्ञानले। केवल विज्ञानका पछाडि लागेर विज्ञानका हातमा त विनाश पनि सँगै छ, तर त्यो विज्ञानलाई सदुपयोग गर्ने, विज्ञान वरदान हो, त्यसलाई सदुपयोग गर्ने चेतना, मानवीय चेतना, विश्व कल्याणकारी राष्ट्र शान्तिको भावनाले उत्प्रोत भएका व्यक्तिले विज्ञानलाई सदुपयोग गर्नु पर्यो नि। भनिन्छ विकासका निम्ति विनाशको पनि एउटा कहीँ विनाश भएपछि बल्ल विकास हुन्छ भन्ने कुराहरू छन्। सही कुरा हो। त्यही भएर अब यो चाहिँ अब यो विद्रोह विध्वंसदेखि लिएर यी सबै कुरीतिहरू, यी चाहिँ जति पनि देशका चाहिँ दुर्दशा या दुरवस्थाका कारक तत्त्वहरू छन्, भ्रष्टाचार, अनियमितता, अमानवीय व्यवहार, हत्या, हिंसा लगायतका चाहिँ जति दुरवस्थाका चाहिँ प्रतीकहरू छन्, यी सबैलाई चाहिँ निम्ट्यान्न पार्नुपर्छ। त्यो चाहिँ गर्न सक्ने क्षमता भनेको अध्यात्म तत्त्वमा छ, धर्म तत्त्वमा छ। धर्मले नै धृत क्षमा दमोस्तेयम, क्षमा गर्न सक्ने र आफ्नो अरूले गरेको दिएको दुःख अपराधलाई सहन गर्न सक्ने, एउटाले क्षमा गर्न सक्ने, अर्कोले सहन गर्न सक्ने, यति दुईटा धर्मका 10वटा लक्षण, दुईटा लक्षण मात्र आयो भने समाजका सारा हिंसा, हत्या, अपराध सबै सकिन्छ, शान्ति हुन्छ। त्यसका निम्ति भनिन्छ यो अहिले धेरै अब नेताहरू यो सबै चाहिँ अब अलिकति नेतृत्व पङ्क्ति चाहिँ विदेशीका दलाल हुन्। यिनीहरू चाहिँ अलिकति अरू धर्ममा लागे, हाम्रो सनातन धर्म, हिन्दू धर्म चाहिँ बहिष्कार गरिसके, छोडिसके भन्ने छ। त्यसका लागि यसको संरक्षक भनेको राजा हो भन्ने पनि चलन छ। धेरै चाहिँ त्यसरी व्याख्या गरेको देखिन्छ। यहाँले चाहिँ कसरी व्यक्त गर्नुहुन्छ? के साँच्चै देशमा धर्म जोगाउनका निम्ति पूर्व राजा नै चाहिने हो त, राज संस्था नै चाहिने हो त? एउटा कुरा भन्छु, हाम्रो वैदिक संस्कृतिमा राजा सहितका व्यवस्था पनि छन्, राजा बिनाका पनि व्यवस्था छन्। मुख्य कुरा जस्तोसुकै व्यवस्था होस्, शासक धार्मिक हुनुपर्छ, शासक चरित्रवान हुनुपर्छ। हजुर, बिन जस्ता शासक भयो भने देशमा अशान्ति हुन्छ र प्रजालाई पर्ने दुःखको दोष राजाले भोग्नुपर्छ भन्छ शास्त्रले है। जनतालाई हुने दुःखको कारण चाहिँ शासक हो भनेर चाहिँ भन्छन् शास्त्रले। त्यसो भएर मैले व्यक्तिभन्दा पनि चरित्रलाई र अध्यात्मनिष्ठ व्यक्ति नै शासक हुनुपर्छ। चाहे राजा होस्, चाहे प्रधानमन्त्री होस्, चाहे राष्ट्रपति होस्, सनातन वैदिक पद्धतिलाई अनुसरण गरेको जीवनमा जिएको व्यक्ति चाहिँ यदि भयो भने न राज्यम न च राजासित न दण्ड्यो न च दाण्डिकः धर्मेणैव प्रजा सर्वा रक्षन्ते स्म परस्परम। धर्मले शासन गरेको ठाउँमा राजा पनि चाहिँदैन, राष्ट्रपति पनि चाहिँदैन, प्रधानमन्त्री पनि चाहिँदैन। सिर्फ धर्मले, जब धर्मको चाहिँ अभाव हुन थाल्छ, मान्छेले धर्म पालन गर्न छोड्छन्, त्यसपछि राजा चाहिन्छ, त्यसपछि प्रधानमन्त्री चाहिन्छ, राष्ट्रपति चाहिन्छ, अरू व्यवस्था विभिन्न खालका है 8 प्रकारका राज्य व्यवस्थाको वर्णन गरेको छ। त्यसो भएर यसलाई के बुझौँ भने व्यक्तिले समस्या समाधान गर्ने होइन,
विधिले गर्ने हो, सनातन पद्धतिले गर्ने हो, चरित्रले गर्ने हो, मानवीय र आध्यात्मिक चेतनाले चाहिँ समस्या समाधान गर्न सक्छ। त्यस्ता व्यक्तिहरू जुनसुकै व्यवस्थामा पनि, राजा हुँदा पनि नहुँदा पनि, प्रधानमन्त्री राष्ट्रपतीय प्रणाली हुँदा पनि नहुँदा पनि, जस्तो अवस्थामा पनि यदि अध्यात्म तत्त्व भएन भने त्यहाँ सङ्कट हुन्छ। यो कुरा बुझ्नु। हजुर, भनेपछि अब नेतृत्व गर्ने पङ्क्ति धार्मिक चिन्तन हुनै पर्यो। नेपालमा हिन्दू राज्य सम्भव छ अहिलेको परिवेशमा? हिजो थियो, जनताले चाहे भोलि पनि आउँछ, आइहाल्छ। सजिलै भन्नु भएको छ, त्यो देख्नु भएको छ तपाईँको नजरले, आँखाले। नेपालमा हजुर, अहिले नेपालका अधिकांश व्यक्तिहरू नेपाललाई धर्मनिरपेक्ष भन्ने चाहिँ चाहिएकै छैन। यो चाहिँ अनावश्यक आयो, नबुझेर आयो, नपढेर आयो। जर्ज ज्याकोब होल्योकले जुन कन्सेप्टमा सेकुलरिजमको अवधारणा ल्याएका थिए त्यो चाहिँ यहाँ नेपालको माटोमा त्यो चाहिँ परिस्थिति पनि छैन, आवश्यकता पनि छैन, यहाँ चाहिँ त्यसको उपयोगिता पनि छैन, उपादेयता पनि छैन, औचित्य पनि छैन। त्यसो भएर यहाँ धर्मनिरपेक्षको वकालत गर्नेहरू अपठित हुन्, नजानेका हुन्, नबुझेका हुन्, तिनीहरूलाई धर्मनिरपेक्ष शब्दको अर्थ पनि थाहा छैन। त्यसो भएर अब त्यो नपढेकाहरूसित बहस गरेर काम छैन। नेपालमा जनताले चाहिँ सनातन हिन्दू शासनतन्त्र चाहेका छन्। त्यही भएर नेपाली जनताले चाहेको त्यो शासनतन्त्र नेपाली जनता एक ठाउँमा हुँदाखेरि फुटेको अवस्थामा त्यो चाहिँ सम्भव भएको छैन, एक ठाउँमा हुँदाखेरि त्यो सम्भव छ। ठिक छ, यहाँको अमूल्य समय प्रदान गर्नुभयो, त्यसका लागि धन्यवाद छ। अनि अन्तिममा एउटा मात्रै प्रश्न, अब यहाँले चाहिँ यो जुन एउटा अभियन्ताको रूपमा मैले लिने गरेको छु यहाँलाई, यहाँको यो मालुङ्गा, यो पाल्पा स्याङ्जाको चाहिँ एउटा गरिमा जोगाउन, यहाँको साख, यहाँको चाहिँ धार्मिक चिनारी चिनाउनको निम्ति गुरुको एकदमै अहम भूमिका छ। अन्तिममा के भन्नुहुन्छ अब आम दर्शक श्रोताबिन्दहरूलाई, देश विदेशबाट यहाँलाई निहालिरहने, यहाँको यो कार्यक्रमलाई निहालिरहने दर्शकहरूलाई चाहिँ यहाँको के अमूल्य सल्लाह सुझाव आग्रह के छ? मैले यही भन्छु, मलेसिया ठुलो सङ्घर्षले तपस्याले बनेको हो, सिङ्गापुर ठुलो तपस्या सङ्घर्षले बनेको हो, जापान धेरै ठुलो सङ्घर्षले पुनः खडा भएको हो, जर्मनदेखि लिएर विश्वका युरोपियन देशहरूको विकासक्रम हेर्दा, चीन, छिमेकी चीन र भारतकै पनि विकास हेर्दाखेरि पनि ठुलो त्याग तपस्या र सङ्घर्षले निरन्तर चाहिँ राष्ट्र चाहिँ उत्थानका लागि त्यहाँका सारा प्रतिनिधिहरू, नेतृत्व गर्ने व्यक्तिहरू सबै सारा जनताहरू लागेर बनेको हो। त्यसैले अमेरिका पनि विश्वभरका चाहिँ चुनिएका व्यक्तिहरू बसेर बनाएको देश हो। त्यसैले अब नेपाल बनाउने बेला भएको छ। यहाँ दुःख भयो भनेर देश छोडेर जानेहरूलाई चाहिँ मैले त्यति सङ्कटका बेलामा साथ छोड्नु भनेको त्यसलाई मैले त्यति राम्रो मान्दिनँ। दुःखमा साथ दिने व्यक्ति आफ्नो हुन्छ। मैले देश लिएर त्यहाँको सुख सुविधामा रमाएर देशलाई बिर्सिनु भएको छ भने मातृभूमिलाई चाहिँ एकपटक सम्झिनुहोस् र आफ्नो मातृभूमिको ऋण सम्झिनुहोस् र अब चाहिँ दुःख होस् कष्ट होस् म मेरो देश बनाउँछु भन्ने अटल साहस लिएर, अठोट लिएर नेपाल आउनुहोस्, यही अनुरोध गर्छु। धन्यवाद। हस्, धन्यवाद।